आदर्शवाद, यस रियलिजम, एक्जिस्टेन्सियलिजम, अस्तित्ववाद, प्रकृतिवाद र व्यवहारवाद, प्र्याग्माटिजम। यी सिद्धान्तहरूले, यी दर्शनहरूले, यी दार्शनिक सिद्धान्तहरूले शारीरिक शिक्षाको वृद्धि र विकास गर्नमा, शारीरिक शिक्षालाई माथि उठाउनमा, शारीरिक शिक्षाका विषयवस्तुहरू बढी फलदायी बनाउनमा, प्रयोगात्मक बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्, महत्त्वपूर्ण आधारहरू प्रदान गरेका छन् र यसले चाहिँ शारीरिक शिक्षालाई गाइड गरेको छ। यी सिद्धान्तहरूले, यी दर्शनहरूले चाहिँ शारीरिक शिक्षालाई मार्गनिर्देशन गर्ने कार्य गरेको पाइन्छ। त्यसकारण यी दर्शनहरू शारीरिक शिक्षाका के हुन् त? आधारहरू हुन्। शारीरिक शिक्षाको पाठ्यक्रम निर्माण गर्दै गर्दा, त्यसलाई कक्षा कोठामा कार्यान्वयन गर्दै गर्दा यी शारीरिक शिक्षाका, यी दर्शनका आधारहरू वा आधारभूत मान्यताहरूलाई मार्गदर्शनका रूपमा लिएर हामीले के गर्ने गर्दछौँ त? अगाडि बढ्ने गर्दछौँ। र यसै सन्दर्भमा आज हाम्रो च्याप्टर के छ त? शारीरिक शिक्षा कार्यक्रमका लागि दर्शनशास्त्रबाट प्राप्त सुझावहरू। अब यी दर्शनशास्त्रका सिद्धान्तहरूले शारीरिक शिक्षा कार्यक्रमका लागि कस्ता किसिमका सुझाव दिएको छ त? अर्थात् शारीरिक शिक्षा कार्यक्रमका लागि दर्शनशास्त्रबाट कस्ता सुझावहरू प्राप्त भएका छन् त? सजेसन्स रिसिभ्ड फ्रम फिलोसफी फर फिजिकल एजुकेसन प्रोग्राम। शारीरिक शिक्षा कार्यक्रमका लागि दर्शनशास्त्रबाट प्राप्त सुझावहरू। अब यो शारीरिक शिक्षा कार्यक्रमलाई अझ चाहिँ प्रभावकारी बनाउनका लागि, वस्तुनिष्ठ बनाउनका लागि, यसलाई उद्देश्यमूलक बनाउनका लागि विभिन्न दार्शनिक सिद्धान्तबाट प्राप्त सुझावहरूलाई मनन गर्नुपर्ने हुन्छ। ती सुझावहरूले महत्त्वपूर्ण स्थान दिएको पाइन्छ र त्यस्ता सुझावको आधारमा नै विद्यालय स्तरमा पाठ्यक्रम निर्माण भएको छ। विद्यालयमा पाठ्यक्रमको निर्माण गर्ने कुरामा वा शारीरिक शिक्षाको पाठ्यक्रम निर्माण गर्ने सवालमा हामीले शारीरिक यो दर्शनशास्त्रबाट प्राप्त सुझावहरूलाई मनन गर्नुपर्दछ। ती सुझावका आधारमा हामीले विद्यालय स्तरको पाठ्यक्रमलाई बढीभन्दा बढी व्यवहारिक, बढीभन्दा बढी वैज्ञानिक बनाउन सक्दछौँ। र यो शारीरिक शिक्षा कक्षा कोठामा अध्ययन गर्ने कुरामा वा शारीरिक शिक्षालाई शिक्षण गर्ने कुरामा पनि शारीरिक यो दर्शनशास्त्रबाट प्राप्त सुझावहरूलाई मनन गर्नुपर्दछ। ती सुझावका आधारमा हामीले विद्यालय स्तरको पाठ्यक्रमलाई बढीभन्दा बढी व्यवहारिक, बढीभन्दा बढी वैज्ञानिक बनाउन सक्दछौँ। र यो शारीरिक शिक्षा कक्षा कोठामा अध्ययन गर्ने कुरामा वा शारीरिक शिक्षालाई शिक्षण गर्ने कुरामा पनि शारीरिक शिक्षाका यो दर्शनशास्त्रका विभिन्न आधारहरूले के गरेको छ त? हामीलाई सहयोग गर्ने कार्य गरेको छ र शारीरिक शिक्षालाई वृद्धि विकास गर्ने कार्य गरेको छ र शारीरिक शिक्षालाई फलदायी, यसलाई बढी सैद्धान्तिक र कक्षा शिक्षण सिकाइमा प्रभावकारिता ल्याउने कार्य चाहिँ दर्शनशास्त्रका सुझावहरूले प्रदान गरेको छ। त्यसकारण यस्ता सुझावहरूलाई, जसले शारीरिक शिक्षालाई विभिन्न किसिमका सुझाव दिएका छन्, ती दर्शनशास्त्रका सिद्धान्तहरूका सुझावहरूलाई चाहिँ हामीले हाम्रो शारीरिक शिक्षामा मनन गर्ने, त्यसका आधारमा शारीरिक शिक्षाको पाठ्यक्रमलाई निर्माण गर्ने र हामीले शारीरिक शिक्षाका विभिन्न गतिविधिहरू गर्दाखेरि, शारीरिक शिक्षाका क्रियाकलापहरू गर्दाखेरि, विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दाखेरि दर्शनशास्त्रबाट प्राप्त सुझावहरूलाई मनन गरेर ध्यानमा राखेर गराउनु पर्दछ। र त्यस्ता सुझावहरू, धेरैवटा सुझावहरू दिएको छ है। जस्तो यहाँ तपाईँ हेर्नु सक्नुहुन्छ, विद्यालयको लागि शारीरिक शिक्षा कार्यक्रमहरूमा विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकास गर्ने गतिविधिहरू समावेश हुनुपर्दछ। विद्यालयका लागि शारीरिक शिक्षाको कार्यक्रमहरू वा विद्यालयमा शारीरिक शिक्षाका कार्यक्रमहरू गर्दा विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकास गर्ने खालका क्रियाकलापहरू समावेश हुनुपर्दछ। विद्यालयमा हामीले कुनै पनि क्रियाकलाप गऱ्यौँ, शारीरिक शिक्षाका कार्यक्रमहरू गऱ्यौँ भने त्यस्तो कार्यक्रमहरू गर्दाखेरि
त्यो कार्यक्रमभित्र के आउनु पर्यो त? विद्यार्थीको शारीरिक विकास गर्ने खालको कार्यक्रम हुनु पर्यो, विद्यार्थीको मानसिक विकास गर्ने खालको कार्यक्रम हुनु पर्यो, विद्यार्थीको भावनात्मक विकास गर्ने खालको कार्यक्रम हुनु पर्यो, विद्यार्थीका अर्थात् विद्यार्थीको अलराउन्ड डेभलपमेन्ट सम्पूर्ण विकास गर्ने, पूर्ण विकास गर्ने खालका कार्यक्रमहरूलाई, त्यस्ता क्रियाकलापहरूलाई समावेश गरिनु पर्दछ भनेर दर्शनले शारीरिक शिक्षालाई मार्गदर्शन गर्दछ है। एउटा मार्गदर्शन, एउटा सुझाव हो यो। त्यस्तै दोस्रो सुझाव के छ त भन्दाखेरि मानिसलाई नैतिक चरित्रवान र अनुशासित बनाउनु नियमपूर्वक खेल्ने र खेलाउने प्रक्रियामा जोड दिनुपर्दछ। मानिसलाई शारीरिक शिक्षाले मानिसलाई नैतिक बनाउनु पर्दछ, चरित्रवान बनाउनु पर्दछ र अनुशासित बनाउनु पर्दछ। र यसरी कुनै पनि विद्यार्थीलाई चरित्रवान बनाउनका लागि, अनुशासित बनाउनका लागि, उसलाई नैतिक बनाउनका लागि विद्यालयमा गरिने कुनै पनि शारीरिक शिक्षाका क्रियाकलापहरूलाई नियमपूर्वक गराउनु पर्दछ, नियमपूर्वक खेल्न लगाउनु पर्दछ र नियमपूर्वक खेल्ने बानीको विकास गर्नुपर्दछ। यो कुरामा विशेष जोड दिनुपर्दछ भनेर दर्शनशास्त्रले शारीरिक शिक्षा कार्यक्रमलाई सुझाव दिएको छ। विद्यालयको शारीरिक शिक्षाको पाठ्यक्रमलाई निर्माण गर्यौँ वा कुनै कार्यक्रमलाई निर्माण गर्दछौँ भने त्यो पाठ्यक्रमले, त्यो कार्यक्रमले चाहिँ विद्यार्थीको व्यक्तित्वलाई विकास गर्नका लागि सहयोग गर्न सक्ने खालका क्रियाकलापहरू समावेश हुनुपर्दछ। यदि हामीले विद्यालयको शारीरिक शिक्षाको पाठ्यक्रम विकास गर्दै गर्दाखेरि, निर्माण गर्दै गर्दाखेरि त्यसले व्यक्तिको व्यक्तित्वलाई विकास गर्न सक्दैन भने त्यस्तो पाठ्यक्रम प्रभावकारी हुँदैन भनेर पनि दर्शनले सुझाव दिएको छ। ती सुझावहरूलाई ग्रहण गरेर हामीले के गर्नुपर्दछ त? विद्यालयको पाठ्यक्रमलाई निर्माण गर्नुपर्दछ ताकि त्यो पाठ्यक्रमले विद्यार्थीको व्यक्तित्वलाई विकास गर्न सकोस्। त्यस्तो किसिमको पाठ्यक्रमको निर्माण गरिनु पर्दछ। त्यस्तै गरी मानिसहरूमा राम्रो सामाजिक व्यवहार र उपयुक्त समायोजन गुणहरू विकास गर्न मद्दत गर्न शारीरिक गतिविधि र खेलकुदका व्यावहारिक कार्यक्रमहरू उचित रूपमा पालना गर्नुपर्दछ। के गर्नुपर्दछ त? के सुझाव दियो? मानिसहरूमा राम्रो सामाजिक व्यवहार र उपयुक्त समायोजन गुणहरू विकास गर्न मद्दत गर्न शारीरिक गतिविधिहरू र खेलकुदका व्यावहारिक कार्यक्रमहरू उचित रूपमा पालना गर्नुपर्दछ है। त्यस्तै अर्को 7 नम्बरमा पढ्नुहोस् त एकजना। 7 नम्बरमा के छ? यस, शारीरिक शिक्षा पाठ्यक्रम, कार्यक्रम र शिक्षण सिकाइ प्रक्रिया वैज्ञानिक सिद्धान्तमा र यथार्थपरक हुनुपर्दछ। शारीरिक शिक्षाको पाठ्यक्रम कस्तो हुनुपर्दछ त? त्यो वैज्ञानिक हुनुपर्दछ। शारीरिक शिक्षाको कार्यक्रम कस्तो हुनुपर्दछ त? वैज्ञानिक हुनुपर्दछ, यथार्थपरक हुनुपर्दछ, त्यो व्यवहारिक हुनुपर्दछ। र शारीरिक शिक्षाले मानिसको व्यवहारलाई परिवर्तन गर्ने, यथार्थ ज्ञानहरू दिने उद्देश्य राखेको हुनुपर्दछ भनेर यो मार्गदर्शन गरेको छ। यो सुझाव चाहिँ कसले दिएको छ त? दर्शनका विभिन्न सिद्धान्तहरूले शारीरिक शिक्षाका कार्यक्रमलाई यस्तो किसिमको चाहिँ सुझाव दिएको पाइन्छ। त्यस्तै गरी 8 नम्बरमा के छ? अगाडिको बेन्चबाट पढ्नुहोस् त खै। शारीरिक शिक्षाका सबै गतिविधिहरू प्रयोगात्मक र व्यावहारिक रूपमा सञ्चालन गर्नुपर्छ र बच्चा विषयवस्तु भन्दा बढी महत्त्वपूर्ण र केन्द्रीय हुनुपर्छ। यस, शारीरिक शिक्षाका सबै विषयवस्तुहरू प्रयोगात्मक हुनुपर्दछ, व्यावहारिक रूपमा सञ्चालन गर्नुपर्दछ र शारीरिक शिक्षाका क्रियाकलापहरू गराउँदाखेरि त्यो क्रियाकलापलाई केन्द्रमा राख्ने होइन, बच्चालाई, बालबालिकालाई वा खेलाडीलाई केन्द्रबिन्दुमा राख्नुपर्दछ। हामीले विषयवस्तुलाई केन्द्रबिन्दुमा राख्ने होइन। विषयवस्तुभन्दा पनि शारीरिक शिक्षाका क्रियाकलापहरू गर्दाखेरि बालकलाई वा खेलाडीलाई वा विद्यार्थीलाई केन्द्रबिन्दुमा
राखेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ, उसलाई प्रशिक्षण वा शिक्षण गरिनुपर्दछ। त्यस्तै गरी अर्को छ प्रत्येक व्यक्तिको व्यक्तित्व निर्धारण समाजले होइन, शारीरिक शिक्षा, क्रियाकलाप तथा गतिविधिहरू र खेलकुदले गर्नुपर्दछ। व्यक्तिको कुनै पनि व्यक्तिको व्यक्तित्वको निर्धारण चाहिँ समाजले गर्नु हुँदैन, समाजबाट व्यक्तित्व निर्धारण हुनु हुँदैन। त्यो बालबालिकाको वा त्यो खेलाडीको त्यो व्यक्तिको व्यक्तित्वको निर्माण गर्ने काम शारीरिक शिक्षाका क्रियाकलापले गर्नुपर्दछ। शारीरिक शिक्षाका क्रियाकलापहरूमा गतिविधिहरूमा आधारित विद्यार्थीको व्यक्तित्वको विकास हुनुपर्दछ। त्यो अवसर चाहिँ शारीरिक शिक्षाले प्रदान गर्नुपर्दछ भनेर अर्को सुझाव प्रदान गरेको छ। त्यस्तै गरी प्रत्येक बच्चाले आफ्नो स्वतन्त्र इच्छा र आवश्यकता अनुसार शारीरिक गतिविधि र खेलकुद छनौट गर्न र अभ्यास गर्न पाउनुपर्दछ। प्रत्येक बालबालिकाले आफ्नो इच्छा अनुसार, आवश्यकता अनुसार स्वतन्त्रतापूर्वक शारीरिक शिक्षाका क्रियाकलापहरू, गतिविधिहरू छनौट गर्न पाउनुपर्दछ। माथिबाट लाद्ने होइन, शिक्षकले तिमी यो खेल, तिमी यो खेल्नुपर्छ भन्ने होइन। त्यो बच्चाले आफै स्वतन्त्र रूपमा उसको इच्छा र चाहना जस्तो किसिमको खेलकुदमा छ, जुन किसिमका क्रियाकलाप गर्नमा उसको रुचि छ, ती खेलकुद क्रियाकलापहरू एउटा विद्यार्थीले वा बालकले गर्न पाउनु पर्दछ र शारीरिक शिक्षा शिक्षकले बच्चालाई मद्दत गर्नुपर्दछ त्यो कुरामा र उसलाई मार्गदर्शन गर्नुपर्दछ भनेर चाहिँ दर्शनले शारीरिक शिक्षा कार्यक्रमलाई सुझाव प्रदान गरेको पाइन्छ। त्यस्तै गरी अर्को सुझावको रूपमा के रहेको छ त भन्दाखेरि प्रत्येक बालबालिका वा व्यक्तिको सबै गतिविधि र व्यवहार उपयुक्त दिशामा निर्देशित हुने गरी शारीरिक शिक्षा कार्यक्रम तर्जुमा र सञ्चालन गर्ने व्यवस्था गर्नुपर्दछ। शारीरिक शिक्षाका कार्यक्रमहरू तर्जुमा गर्दाखेरि प्रत्येक बालबालिकाको व्यक्तित्वको विकास हुने गरी, उनीहरूको उपयुक्त व्यवहार को विकास हुने गरी, उनको व्यवहारहरूलाई, बालबालिकाको व्यवहारलाई दिशानिर्देश हुने गरी हामीले तर्जुमा गर्नुपर्दछ। अर्थात् प्रत्येक बालबालिका वा व्यक्तिको सबै गतिविधिहरू र व्यवहारहरू उपयुक्त दिशामा निर्देशित हुने गरी शारीरिक शिक्षाका कार्यक्रमहरू तर्जुमा गर्नुपर्दछ र सञ्चालन गर्ने व्यवस्था गरिनुपर्दछ। कुनै पनि हामीले शारीरिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्यौँ वा शारीरिक शिक्षासँग सम्बन्धित कार्यक्रमहरू तर्जुमा गर्दैछौँ भने ती कार्यक्रमहरूले चाहिँ व्यक्तिको व्यक्तित्व विकास गर्न सक्ने खालको, व्यक्तिको व्यक्तित्वलाई उपयुक्त दिशानिर्देश गर्न सक्ने खालको हुनुपर्दछ भनेर चाहिँ शारीरिक शिक्षा कार्यक्रमलाई विभिन्न दर्शनका सिद्धान्तहरूले सुझाव दिएको पाइन्छ र यी सुझावका आधारमा हामीले शारीरिक शिक्षाका गतिविधिहरू सञ्चालन गरिनुपर्दछ र यी सुझावका आधारमा यदि हामीले शारीरिक शिक्षाका सैद्धान्तिक तथा प्रयोगात्मक गतिविधिहरूलाई सञ्चालन गर्यौँ भने हाम्रो शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन सक्दछ, फलदायी हुन सक्दछ र विद्यार्थीमा हामीले हासिल गर्न खोजेका उद्देश्यहरू प्राप्त हुन सक्दछन् र विद्यार्थीमा शारीरिक शिक्षा क्रियाकलापप्रति, शारीरिक शिक्षाका गतिविधिहरूप्रति, शारीरिक शिक्षाप्रति रुचि चाहना बढ्दै जाने हुन्छ। ल, यी हामीले अहिले शारीरिक शिक्षा कार्यक्रमका लागि दर्शनले दिएका सुझावहरूको छलफल गऱ्यौँ, प्रस्तुति गऱ्यौँ। अब यी छलफलहरूलाई, यो छलफलको आधारमा चाहिँ यी सुझावहरूलाई तपाईँ एकछिन लेख्नुहोस् त, खै कपीमा लेख्नुहोस् त। ल, के सुझावहरू लेख्न सक्नुहुन्छ, कतिवटा सुझावहरू लेख्नुहुन्छ?